दर्शकवृन्द नमस्कार। सनसनीपूर्ण र हृदय विदारक घटना रत्ननगरमा 68 वर्षीय वृद्धाको विवश हत्या र गाउँ शोक र त्रासमा। शान्त र सुरक्षित मानिँदै आएको चितवनको रत्ननगर नगरपालिका 4बाट शुक्रबार राति अत्यन्तै दुःखद र सनसनीपूर्ण घटना बाहिरिएको छ। एक्लै बस्दै आएकी 68 वर्षीय सुकमाया देवी तामाङको आफ्नै घरभित्र विभत्स हत्या भएको खुलेको छ। यस घटनाले सम्पूर्ण क्षेत्र स्तब्ध बनेको छ भने स्थानीय बासिन्दामा गहिरो शोक र त्रास फैलिएको छ। प्रहरीका अनुसार तामाङ आफ्नै घरभित्र तेस्रो तलामा एक्लै बस्दै आएकी थिइन्। शनिबार दिउँसो घरभित्र अस्वाभाविक अवस्था देखिएपछि सूचना पाएको प्रहरी टोली घटनास्थल पुग्दा उनी सुतेकै ओछ्यानमा मृत अवस्थामा फेला परेकी थिइन्। उनको हातखुट्टा बाँधिएको थियो र शरीरमा सङ्घर्षको स्पष्ट सङ्केत देखिन्थ्यो। यो दृश्य यति विभत्स थियो कि हेर्ने जो कोहीको मन चिसो हुने अवस्था रहेको प्रत्यक्षदर्शी बताउँछन्। इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख डीएसपी सुभाष भट्टका अनुसार प्रारम्भिक अनुसन्धानमा यो हत्या लुटपाटको उद्देश्यले गरिएको हुन सक्ने देखिएको छ। घरभित्र प्रवेश गरेर उनलाई बाँधिएको छ, त्यसपछि श्वास प्रश्वास रोकेर हत्या गरिएको अनुमान छ। डीएसपी भट्टले बताए, तामाङको कानमा लगाएको सुनको मुद्रा, औँठी, बाला लगायतका गहना लुटिएको प्रारम्भिक छानबिनबाट खुलेको छ। तर घटनाको पीडा यहाँ मात्र सीमित छैन। मृतक तामाङको पारिवारिक पृष्ठभूमि झन् हृदय विदारक छ। उनका 2 छोरी र 1 छोरा छन्। छोरीहरूको विवाह भइसकेको छ भने छोरा अत्याधिक मदिरा सेवनको लतका कारण सुधार गृहमा रहेका छन्। छोराको पारिवारिक जीवनमा समस्या आएपछि बुहारी विदेशमा गएको बताइएको छ। यस्तो अवस्थामा सुकमाया देवी नाति हुर्काएर बसेकी थिइन्, तर दुर्भाग्यवश नाति पनि लागु औषध दुर्व्यसनमा फसेपछि उनलाई समेत सुधार गृहमा राख्नु परेको थियो। यसरी जीवनको अन्तिम समयमा एक्लोपन र पीडाले घेरिएकी वृद्ध महिलाको यति क्रूर मृत्यु भोग्नु परेको खबरले सबैको आँखा रसाएको छ। प्रहरीले प्रारम्भिक रूपमा लुटपाटका लागि हत्या भएको देखिए पनि महिलाप्रति व्यक्तिगत रिसिभी वा पुरानो विवादको कोणबाट पनि अनुसन्धान अघि बढाएको जनाएको छ। सबै सम्भावनालाई ध्यानमा राखेर अनुसन्धान भइरहेको डीएसपी भट्टले बताए। घटनास्थलबाट फोरेन्सिक प्रमाण सङ्कलन गरिएको छ र आसपासका सीसीटीभी फुटेजको मोबाइल गतिविधि तथा शङ्कास्पद व्यक्तिहरूको खोजी तीव्र पारिएको छ। स्थानीय बासिन्दाहरूले एक्लै बस्ने वृद्धमाथि सुरक्षाको गम्भीर प्रश्न उठेको भन्दै दोषीलाई छिटोभन्दा छिटो सार्वजनिक गरी कडा कारबाही गर्न माग गरेका छन्। हामीले कहिले यस्तो सोचेका थिएनौँ। एक स्थानीयले भने अब एक्लै बस्ने आमा बुवा र वृद्धहरूको सुरक्षाबारे गम्भीर सोच्नुपर्ने बेला आएको छ। यो घटनाले केवल एउटा परिवार मात्र होइन, पुरै समाजलाई झस्काएको छ। एक्लोपन, सामाजिक उपेक्षा र अपराधको निर्दयता मिसिएको यो हत्याकाण्डले राज्य र समाज दुवैलाई गहिरो प्रश्न सोधेको छ। के हाम्रो समाज साँच्चैकै सुरक्षित छ? दोषी पत्ता लाग्ने र पीडितले न्याय पाउने आशमा अहिले सबैको नजर प्रहरी अनुसन्धानतर्फ केन्द्रित भएको छ।